नमस्ते, म तपाईहरुको फिजिशियन डाक्टर विनोद छ। आज एउटा नयाँ रोगको बारेमा जानौं जो सीओपीडी हो। यसको बारेमा केही कुरा गर्छु आज। जब बारम्बार खोकी लागिराख्ने, बिहान उठ्दा कफ जाने, साना काममै सास फुल्छ, धेरैले सोच्छन् थकान होला, चिसो लाग्यो होला, तर यस्तो खोकी 3 महिनाभन्दा बढी भयो भने यो सीओपीडी पनि हुन सक्छ। यसमा फोक्सो बिस्तारै बन्द हुँदै जाने, सबैभन्दा यसको ठूलो कारण भनेको धूम्रपान नै हो। धूम्रपान नगरे पनि चुल्होको धुवाँ, धुलो, प्रदूषण सबैले फोक्सोलाई बिगार्छ। सीओपीडी बढ्दै जाँदा सास फेर्न गाह्रो हुन्छ र राति सुतेर पनि सिटी जस्तो आवाज आउँछ। तर डराउनु परेन, समयमै जाँच गर्नु पर्यो, जसमा स्पाइरोमेट्री र सही इन्हेलरले जीवन फेरि पहिले जस्तै सामान्य बनाउन सकिन्छ। त्यसैले खोकी, कफ, सास फुल्ने छ भने आजै फोक्सोको जाँच गराउनुहोस्। फोक्सो बच्यो भने जीवन चल्छ। यदि तपाई पनि धूम्रपान गर्नुहुन्छ भने आजैबाट बन्द गर्नुहोस्। धन्यवाद। नमस्ते।